मान्छे गाइस हम लोग बिहार से नेपाल घूमने आए हैं, एंजॉय करने। रुको जरा सबर करो। और ये भैया बहुत ही अच्छा है। सो आज झुलुङ्गे पुलमा पनि रमाइलो गर्न पाइने भयो हैन। डाटा एन्सेट मने खेचेर ला रमाइलो भ्यूको मजा लिँदै गाइज हैन। पिङ खेल्दै रमाइलो पुलमा पिङ खेल्दै। ए हे 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 तिम्रो नाम भन। निमन। तिम्रो नाम खराब के हो यो नाम? बेटे ओ बेटा मौज कर दे। सो वेलकम बैक गाइज अनदर न्यू नुनथर बाला इन्ट्रेस्टिङ रमाइलो ब्लगमा। र हामी के भन्नु पर्दाखेरि गाइज फाइनली आइसकेको छौँ नुनथरमा हैन। र यहाँबाट कहाँ जान्छौँ भन्नु पर्दाखेरि चाहिँ पहिला जान्छौँ हामी भरतताल। यहाँबाट चाहिँ अहिले आइसकेको छु कहाँ भन्दाखेरि चाहिँ नुनथर हैन। सो यहाँबाट घुमघाम गर्छौँ त्यसपछि रमाइलो गर्छौँ यहाँबाट। सो लेट्स सी एन्ड किप इन टच किनभन्दाखेरि नुनथर मेरो आज यो सेकेन्ड ब्लग हुनेपर्छ। मेरो यो च्यानलमा खासमा फर्स्ट ब्लग हुनेछ जसले गर्दा चाहिँ इन्ट्रेस्टिङ र रमाइलो दुइटै हुनेछ। सो किप इन टच। र अहिले चाहिँ के गर्नु पर्यो भन्दाखेरि पानी बोक्नु पर्यो र यहाँबाट निस्किनु पर्यो। भाइ पानी चाहियो भने यहाँ तल छ है। ल बसेको त्यसो भए। र यता परपट्टि गाडी हामीले पार गरिसक्छ हैन। यता मा पनि आउने भन्नुहुन्थ्यो र यतापट्टि हैन बच्चाहरूको लागि स्कुलहरूको लागि चाहिँ हैन पिकनिक गर्ने ठाउँ भएको जहाँ चाहिँ अब रमाइलो हुन्छ बच्चाहरूको लागि स्पेसल स्कुलहरूबाट आउनुहुन्छ। र अब हामी यहाँबाट चाहिँ ठ्याक्कै यो पनि खतरनाक छ है। भेट्नु भयो त? भेट्नु भयो? भेट्नु भएन? र पर रहेको छ झुलुङ्गे पिल। सो गाइज यो चाहिँ यहाँको नुनथरको भ्यू कस्तो छ भन्नु पर्दाखेरि नि स्पेसल भनेको हैन। यहाँ स्पेसल भनेको कस्तो झुलुङ्गे पुल छ है। जुन चाहिँ जहाँ चाहिँ एकदम रमाइलो छ यहाँ झुलुङ्गे पुलमा है। र यहाँबाट देखिने ओभरअल भ्यू हैन। यो खोला चाहिँ बागमती खोला है गाइज। फेरि यहाँबाट चाहिँ खतरनाक भ्यू आउँछ फेरि। यु क्यान सी एज यु क्यान सी यो खोलासँगै रहेको छ पहाड। पहाड यतापट्टि रहेको छ झुलुङ्गे पुल हैन। सो आज झुलुङ्गे पुलमा पनि रमाइलो गर्न पाइने भयो हैन। भन्दा गाह्रो चाहिँ यो भएको बोतल हैन। अहिले चाहिँ बोतल अहिले थन्का भयो त्यसपछि मेरो अब घरको फ्यामिलीहरू पर पुगिसकेका छन् हैन। र यहाँको अब हाइटहरू यस्तो छ है। पानी खाने पानी खाने लड्छ लड्छ। सो गाइज फाइनली हामी आइसक्यौँ हैन पुलमा जहाँ चाहिँ कैसे हो आप लोग? समझ रहे हो? समझ रहे हो? समझ रहे हो ना? कैसे हो आप लोग? पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को संभालो। सो त्यहाँ पर भाइहरूले फोटो साथै भिडियो पनि बनाउँदैछन् हैन। र यहाँबाट देखिने भ्यू ओ माई गॉड। कसलाई पानी चाहियो भनेको मान्छे? सो के भन्दाखेरि चाहिँ गाइज हैन यो पुल चाहिँ एकदम लामो छ हैन। जुन चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ। अहिले यहाँबाट चाहिँ त्यहाँ पर पारिपट्टि पनि हैन उता पर रमाइलो ठाउँ छ जहाँ चाहिँ अहिले हामी जाने कोसिसमा छौँ हैन। सो जान पाउँछ कि पाउँदैन आई डोन्ट नो हैन। सो लेट्स सी के हुन्छ। मान्छे हिँडेपछि आफै हल्लिन्छ कि। गाइस हम लोग घूमने आए हैं और यहाँ का लोकेशन बहुत अच्छा है। और भोजपुरी भाषा बोल दो क्या इसमें?
रेडी बोलो। गाइस हम लोग बिहार से नेपाल घूमने आए हैं, एंजॉय करने। और देखो यहाँ का व्यू बहुत बहुत अच्छा है, बहुत अच्छा है। सो हमको तो बहुत अच्छा लगा। आप भी लोग देखो गाइस, कितना अच्छा है, प्यारा है। हम लोग इंडिया से घूमने आए हैं और ये भैया बहुत ही अच्छे हैं। हाँ, इधर इंडिया में भी है, लेकिन यहाँ का कुछ ज़्यादा ही अच्छा है। हाँ, अच्छा है। आप लोग भी आइए, घूमिए, यहाँ पे एंजॉय कीजिए। सो गाइस के हुनु पर्दाखेरि चाहिँ हैन, अब हामी पारिपट्टि जाँदैछौँ स्टिल हैन। र पारिपट्टि जाने क्रममा हैन, यतापट्टि स्कुलको बच्चा बच्चीहरू पनि धेरै छन् हैन। सो अब खोइ किन हो थाहा छैन, यो बच्चा बच्चीहरू चाहिँ डाटा एन्सर में नहीं चलेला। सो के भयो भन्नु पर्दाखेरि गाइस हैन, आई थिंक के भयो भन्नु पर्दाखेरि चाहिँ हैन, मलाई चाहिँ लागिरहेको थियो नि स्कुलबाट कुनै आगो लागिन भनेर हैन। तर स्कुलबाट चाहिँ हैन कि फ्यामिली नै रहेछ हामी जस्तो। हाम्रो चाहिँ फ्यामिली कहाँबाट कहाँ पुगिसक्यो को थाहा छैन हैन। हामी दुईजना यहाँ छौँ हैन, उता पर दुईजना भाइहरू छन् र पारिपट्टि गइसक्यो हैन। मम्मी आन्टीहरू अब थकाइ पनि स्यास्या पनि अलिअलि पनि भइसकेको छ। सो पारि गएपछि हेरौँ पारिपट्टिको भ्यू के कस्तो छैन। किन भन्दाखेरि पारिपट्टि एकचोटि मात्रै गएको छु, त्यो पनि धेरै पर्छ पहिले। सो यहाँबाट हेर्न सक्छ यो भ्यूहरू पनि हैन। र गाइस हैन, अहिले म पारिपट्टि आइसकेको छु हैन, वारी आइसकेको छु पारिबाट। उता पर कता हो, उता कतै पर हैन, गाडी हाम्रो पार्क भएर उताबाट पुरो पारि आइसक्यो हैन। र यताबाट फेरि हामी कहाँ जान्छौँ भन्दाखेरि चाहिँ हामी उता तलबाट माथि आएपछि अर्को एउटा भ्यू देखिन्छ, जहाँ चाहिँ यो झुलुङ्गे झुलुवा पिङ भएको छ हैन। पिङ दामी भाइरल पिङ छ। र त्यस्तै अर्कोपट्टि रहेको छ यतापट्टि हैन, यो पिङ जुन चाहिँ अहिले सञ्चालनमा रहेको छैन हैन, सञ्चालनमा छैन। तर यहाँबाट चाहिँ फोटो सोटो पनि लिन सक्नुहुन्छ। यहाँबाट रमाइलो भ्यूहरू छ। त्यति खासै धेरै रमाइलो त नभन्दा पनि हुन्छ हैन, तर जस नराम्रो पनि छैन, जस ठिक छ। यहाँ पिङ चल्ने भएपछि झन् मजा आउँथ्यो, तर चल्दैन। यो ब्रो किन बन्द गरेको? यो दाइ यो ठुलो यो तार टाँगिरहेको छ बिजुलीको, यो हाइटेसन, त्यसले गर्दा अहिले यो बन्द छ कि सानो लाइन। किनकि माथिबाट लानु पर्यो नि, त्यही भएर बन्द गरेर अहिले माथिबाट यो टाँगिएको छ कि तार, त्यसै कारणले गर्दा अहिले बन्द छ यो लाइन। अनि त्यही भएर यो नझारेको। त्यसमा त केही प्रब्लम छैन, त्योदेखि त मतलब छैन यहाँ त। किनकि लाइनले चल्ने हो नि त दाइ, यो लाइनले चल्ने हो। लाइनले माथि तानेर नि छोडिदिने हो नि त एकैचोटि। ए हुन्छ, बेल हुन्छ, फुल्ली सेफ्टी हुन्छ। त्यो त ल त्यस्तो नेक्स्ट टाइम। सो त्यहाँ पर होइन फोटो पनि खिचाइरहेछन् मान्छेहरूले। र यहाँ यताबाट देखिने भ्यू होइन गाइस, यु क्यान सी। र यहाँबाट म चाहिँ पुग्नुपर्छ, किन भन्दाखेरि चाहिँ उता चढेर फाइदा छैन, अब पिङै छैन होइन। उता अहिले पिङ छैन, त्यही भएर अहिले उता नजाउँ भने ठिक छ होइन। र आबी एडभेन्चर होइन। र एउटा यो पिङ रहेको छ जहाँ चाहिँ बसेर फोटो चाहिँ खिचाउन सक्नुहुन्छ। फोटो चाहिँ खिचाउन जन्तीमा आउँछ होइन, फोटोको लागि चाहिँ प्रब्लम छैन। तर पिङ चाहिँ खेल्न पाइँदैन है। र अहिले हामी जाँदैछौँ माथिपट्टि, जहाँ चाहिँ मन्दिर छ होइन। त्यता पनि डुलिहालौँ भनेर। घरबाट निस्किने बेला चाहिँ अब जाडो हुन्छ होला कि भनेर मोटो न मोटो बाक्लो ज्याकेट लगाएर आइयो होइन। अहिले चाहिँ यहाँ आएर के भयो भन्दाखेरि चाहिँ खतरनाकै गर्मी भइगयो, जसले गर्दा चाहिँ अहिले मैले ज्याकेट फुकालेर आइसकेको छु। तर पनि भित्रबाट गर्मी भइरहेको छ, भित्र टी सर्ट लगाएको छु होइन, बाक्लो खालको, जसले गर्दा गर्मी भइरहेको छ मेरो होइन। भाइहरू पनि टाढाबाट आएको छ बिचराहरू स्कुलबाट होइन। त नाम के हो? अशोक कुमार मण्डल। तिम्रो नाम के हो? सबै चारजना 4 क्लासमा पढ्छ होइन, 4 क्लासमा। ए ल। सो यहाँ कुच्चाहरू छैन। र यहाँ माथिबाट हाइट जुन छ नि गाइस होइन, त्यहाँ मन्दिर छ। अरू के छ थाहा छैन। सो माथि गएपछि मात्रै थाहा हुन्छ। सो लेट्स सी।
कलट गाइस स्पीड कंट्रोल ना भेले वहां तो हम तो गिर जाती हो भाउ र गाइस के भन्नु पर्दाखेरि चाहिँ हैन यहाँबाट देखिने टपबाट भ्यू हैन हामी माथि आइसकेको छौँ हैन र यहाँबाट देखिने भ्यू कस्तो छ भन्दाखेरि चाहिँ रुक सो खासमा जस्तो सोचेको थिएँ त्योभन्दा खतरनाक वाला गर्मी भइसक्यो हैन किन भन्दाखेरि चाहिँ ज्याकेट फुकालिसक्यो अझै पनि हैन सर्ट फुकालम जस्तो भइरहेछ तर पनि के गर्नु फुकाल्न मिल्दैन यस्तो ठाउँमा सो अहिले हामी वारीबाट पारी आइसकेको छौँ पारीबाट वारी फेरि जाँदैछौँ र गाइस म जुन बेला फर्स्ट टाइम आएको थिएँ त्यति बेला खासमा हैन यहाँ जति पनि पसल छ त्यति पसल केही थिएन हैन तर अहिले पसल पनि धेरै नै भइसकेको छ यहाँ फेरि र यहाँबाट फेरि हामी र गाइस खासमा यो पुलमा पनि धेरै मजा भइरहेको छ किन भन्दाखेरि बिचमा बस्यो भने कस्तो हुन्छ भन्दाखेरि नि पुरै पिङ खेले जस्तो फिल हुन्छ क्या अहिले हाम्रो भाइहरू उता पर छन् हैन अहिले म पनि जाँदैछु सो त्यहाँ गएपछि हेरौँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ पिङ पुलको पिङ कस्तो खेलिन्छ त खासमा बाइकको राइड गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि कुनै कुनै कतिपय ठाउँमा पार्दैन हैन यस्तो पुलमा पनि हैन बाइक चलाउनु पर्छ क्या र रमाइलो भ्यूको मजा लिँदै गाइस हैन पिङ खेल्दै रमाइलो पुलमा पिङ खेल्दै हामी पारी जाँदैछौँ तिम्रो कहाँ गएको भाइ ए हे 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 तिम्रो नाम भन निमन तिम्रो नाम खराब के हो यो नाम निमन खराब बेबी तिम्रो नाम निमन निमन जसको नाम खासमा होइन मैले सिकाइदिएको बच्चाहरूलाई र अहिले हाम्रो जाँदैछौँ पारिपट्टि जहाँ चाहिँ हाम्रो गाडी छ र यहाँबाट देखिने भ्यू कस्तो छ भन्दाखेरि चाहिँ जुन चाहिँ मेरो सेकेन्ड टाइम होइन इन दिस प्लेस सो गाइज आशा गर्छु तपाईँलाई यो ब्लग मन पर्दैछ तपाईँहरू लाइक गर्दै गर्नु र तपाईँलाई म रमाइलो गराउँदै गर्छु र मनमा लागेको कुराहरूलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ यदि मन पर्दैन भने पनि गाइज केही छैन होइन डिसलाइक अप्सन छ डिसलाइक गर्न सक्नुहुन्छ है रमाइलो भ्यूको साथमा र गाइज फाइनली हामी आइसक्यौँ कहाँ भन्नु पर्दाखेरि चाहिँ होइन एक्ज्याक्टमा बराबर लोकेसन भन्नु पर्दाखेरि चाहिँ हामी भरतालको उता पारिपट्टि छ होइन जहाँ चाहिँ रमाइलो घुम्ने ठाउँहरू छ र यहाँ चाहिँ केही पनि छैन यु क्यान सी गाइज होइन मेरो पछाडि पनि हेर्न सक्छ केही पनि देखिँदैन होइन किन भन्दाखेरि यो ठाउँमा अरू बेला भन्दा पनि अरू बेला चाहिँ भिड हुँदैन यहाँ भन्नु पर्दाखेरि गाइज खासमा न्यु इयरको बेला धेरै नै भिड हुन्छ है न्यु इयर चाहे नेपाली होस् चाहे इन्डियन होस् होइन चाहे इङ्ग्लिस होस् त्यो जुनसुकै इन्डियन या नेपाली न्यु इयरको बेला धेरै नै भिड हुन्छ तर अहिले चाहिँ भिडभाड छैन होइन जसले गर्दा यतापट्टि चाहिँ पुरै खाली नै देख्न सक्नुहुन्छ पुरै खाली छ र पारिपट्टि चाहिँ मान्छेहरूको घुइँचो धेरै नै छ तर यहाँ छैन तर एउटा कुरा के राम्रो लाग्यो भन्नुपर्छ नि गाइज होइन यहाँ चाहिँ मजाले भिडियोहरू बनाइयो होइन फोटोहरू बनायो र भिडियोहरू पनि बनायो जुन चाहिँ मजा छुट्टै भयो होइन सो आशा गर्छु तपाईँलाई मनपर्छ र आज मैले भरतालको भ्लग बनाएन गाइज किन भन्नुपर्दाखेरि चाहिँ मैले भरतालको धेरै नै भ्लग बनाइसकेको छु जसले गर्दा चाहिँ भरतालको मात्रै कति बनाउने भनेर चाहिँ मैले भरतालको भ्लग बनाएन जस तर पनि यो सानो क्लिप चाहिँ यहाँ सानो टुक्रा चाहिँ अवश्य मनपर्ने छ जुन चाहिँ तपाईँलाई मैले देखाएँ होइन र यहाँबाट देखिने ओभरअल भ्यू दामी छ है यहाँबाट सिक्यान सी गाइज भनिन्छ नि सिक्काको दुई पाटा हुन्छ भनेर यहाँबाट तपाईँले क्लियरली बुझ्न सक्नुहुन्छ कस्तो भन्दाखेरि चाहिँ मैले भरतालमा छु होइन भरतालको यो ठाउँमा एकदम धेरै नै पिस छ यो ठाउँमा चाहिँ होइन यो साइडमा तर अर्कोपट्टि हेर्नुहुन्छ भने उतापट्टि हेर्नुहुन्छ भने नि धेरै नै होला र झ्याउ धेरै हुन्छ है यही सिक्काको दुई पाटा भनेको चाहिँ यहाँ पुरै फुल्ली पिस छ है तर उतापट्टि छैन